घरमा गाई फार्म पनि छ, 15-20 वटा गाई पनि छ। त्यहाँ हेरिरहेको छु म, जस्तै अब गाई छ कि त्यो दुध बेच्ने ठाउँ नै छैन क्या। मेरो घर सिरा हो, दुध डिडिसीको त्यो फर्म ढल्केबरमा हो, त्यो 40-50 किलोमिटरको डिस्टेन्स छ क्या। किसानले पाउने मतलब केही छैन क्या। मलाई यस्तो लागिरहेको थियो केही छैन क्या, खत्तम भइसक्यो सबै। तपाईँ हेर्नुहोस् न तराईमा ड्रग्स, तपाईँ बोर्डरमा जानुभयो भने मतलब 10 क्लास पढ्ने विद्यार्थी, 8 क्लास पढ्ने विद्यार्थी ड्रग्स खाइरहेछ क्या, ट्याब्लेट खाइरहेछ। तराई त खत्तम भइसकेछ। काठमाडौँको मान्छेले जुन हेर्छ नि तराई, यहाँ काठमाडौँबाट के खत्तम भइसकेछ तराई। तपाईँ गएर हेर्नुहोस् तराईमा कस्तो सिचुएसन छ तराईमा। तराईमा त्यो किसानले खाद पाउँदैन, मल पाउँदैन, बिउ बिजन पाउँदैन, पाउँदैन। बजार त कता हो कता। त्यो ड्रग्स तपाईँ हेर्नुहुन्छ नि, ड्रग्स तराईमा त्यो अति चरम सीमा पार छ। यङ जेनेरेसनहरू सबै खत्तम भइसकेछ। तपाईँ गएर हेर्नुहोस् बोर्डरमा फ्रीली पाइरहेछ क्या ड्रग्स, ट्याब्लेट फ्रीली पाइरहेछ। मतलब यो जति भन्नुहुन्छ तपाईँ ब्राउन सुगरदेखि लिएर जे पनि कुरा गर्नुहोस्, त्यस्तो मान्छेलाई चिन्छु म। म केही खाँदैन क्या। जति बेला हामी पढ्थेँ, आजभन्दा तपाईँको 5, 7, 8, 10 वर्ष पहिला हामी पढ्ने बेलामा एउटा अर्कै कल्चर थियो। अहिले हेर्नुहुन्छ नि गएर तपाईँ युथ राम्रै बाँच्नै पाइरहेको छैन क्या। प्रोटेस्ट एउटा मलाई जुन त्यो ट्रिगर गरिरहेको थियो नि कुरा ड्रग्स, तपाईँले गएर पत्ता लगाउनुहोस्। जति प्रहरीलाई सोध्नुहोस्, जति मोटर चोरी हुन्छ नि, जुन धान पठाउने मोटर भयो, साइकल बाइक चोरी भयो, त्यो सब त्यो ड्रग्स खाने बच्चाहरूले चोरी गरिरहेको छ। पुरुषोत्तमजी, तपाईँ आँसु पुस्दै पनि हुनुहुन्छ, तपाईँको आँखामा हेर्न मलाई कठिन पनि भइरहेको छ। के छ तपाईँको मनमा? के भन्न अझै केही छ मनमा जुन तपाईँले भन्न खोजिराख्नु भएको छ, भन्न सकिराख्नु भएको छैन के? मतलब तपाईँले हेर्नु पर्यो सिचुएसन के। यो काठमाडौँको मान्छेले जुन तराईलाई हेर्छ नि, यो देशमा कहिले पनि पहाडी मधेसी थिएन कि। म 2 महिनामा फिल गरेँ कि मैले, यो देशमा इलिट भर्सेस मधेस छ के। त्यो इलिट भनेको मधेसीमा पनि इलिट छ नि, त्यो पनि आफ्नै मधेसीलाई हेप्छ क्या। त्यो इलिट भनेको शासन सत्तामा पहुँच भएकाहरू, हालिमुहाली गरेकाहरू सबै जोसँग सम्पत्ति पनि छ। त्यही दलित इलिटलाई हेर्नुहोस् न, त्यो अर्को दलितलाई हेपिरा हुन्छ क्या। हेपिरा हुन्छ नि, हेप्छ क्या। अहिले हेरेको मैले हो, त्यही पहाडको मान्छे पनि आफ्नै पहाडीलाई हेप्छ क्या। त्यही पहाडको इलिट वर्गले अरू पहाडीलाई हेप्छ। यसैको विरुद्धमा हो नि तपाईहरुले आन्दोलन हो। यो काठमाडौँ बाद भर्सेस रेस्ट अफ हो, काठमाडौँ बाद भर्सेस सुदूर पश्चिम हो के, काठमाडौँ बाद भर्सेस मधेस हो के। ओके, तपाईले कहाँनिर कनेक्ट